हेलो सबैजनालाई नमस्ते। कताबाट हेर्दै हुनुहुन्छ? आज चाहिँ म जापानमा मेसिनद्वारा कसरी गाडी धुन्छन् तपाईँहरूले देखाउन जाँदैछु। हेर्नु होला बिस्तारै। हामी चाहिँ मेसिनतिर गयौँ। यो चाहिँ मेसिन हो, मेसिनको टाइमिङ हो त्यो। बत्ती बलिरहेको ठाउँमा बत्ती त्यो टाइमिङ अनुसार के गर्ने भन्ने सबै त्यसमा सेट हुन्छ। यसरी मेसिनले चाँडो पनि चाँडो हुने भयो काम। झन्झट मान्छेलाई गर्नुपर्ने झन्झट पनि नहुने। जस धेरै सहज सफा। मेसिन अगाडि पानी फाल्न आयो। अब यसरी गाडीले पानी फाल्छ बिस्तारै। यसरी सबै पानीले पुरै भिजाउँछ सुरुमा। एकचोटि पुरै पानीले पखालिसकेपछि मेसिनले आफै कति बेला के गर्ने, कुन बेला के गर्ने सबै सेट हुन्छ। केही गर्नु मान्छेले केही गर्नु पर्दैन। त्यहाँ उता पैसा हालेपछि सबै उसैले के गर्नुपर्ने सबै गर्छ आफै। टाइमिङ हुन्छ यसको टाइमिङ। अब स्याम्पू फाल्न लाग्यो। स्याम्पू गाडी पुरै स्याम्पू लाउँछ सुरुमा यसरी। स्याम्पू लगायो त्यहाँ मेसिन आयो फेरि त्यसलाई पुरै मस्काउने पुरै टल्काउँछ पुरै त्यो मेसिनको कपडाहरूले आफै पुरै घोटिरहेछ। यसरी मान्छे बिना आफै स्वचालित यसरी काम अगाडि बढाउन सक्छ यसले। यसरी धुँदैछ पुरै। धुँदै पछाडि जान्छ, पछाडितिर धुँदै अगाडि सबै वरिपरि सबै धुन्छ यसले। झ्यालहरू चाहिँ सबै बन्द गरेर राख्नुपर्छ, पानीभित्र पस्ने डर हुन्छ नत्र। मेसिन आफै अगाडि गर्छ, आफै पछाडि अगाडि पछाडि यसरी आफै कुन बेला कहाँ जाने कसरी जाने त्यसले आफै गर्छ। स्याम्पू फेरि लाएर धुँदैछ यसरी। मस्त छैन साथीहरू? मलाई चाहिँ एकदमै मन पर्यो। तपाईँहरूले चाहिँ के भयो कुन्नी? तर छिटो छरितो है यसरी गर्दाखेरि।
अझै धुँदैछ, पुरै साबुन मोल्दैछ यसरी स्याम्पू। अब पुज्न थाले जस्तो छ। पुज्न थाल्यो, अब पानी हालेर पखाल्दैछ। अन्तिम समय हेरेर साथ दिनुहोला साथीहरू। यसरी पानीले पखाल्यो सलक्क, अनि पुज्छ अझै। अगाडिदेखि पछाडिसम्म सफारी पुज्दैछ। अब हामी अन्तिम चरणतिर आउँदैछौँ। काम सकिन लाग्यो। अब पुछिसकेपछि बल्ल टाइमिङ आउट हुन्छ। अझै पानी हालेर पखाल्दैछ सफा गरेर। पानी अब सुकाउँदैछ। आजको यो भिडियो कस्तो लाग्यो साथीहरू, प्रतिक्रिया दिनुहोला कमेन्टमा। मन पर्यो भने लाइक, कमेन्ट, सब्सक्राइब गर्न नछुटाउनुहोला। नेपालतिर नि यसको बिजनेस गरी चल्छ होला है साथीहरू, कस्तो लाग्छ तपाईँहरूलाई? अब सकियो। यसरी हामी चाहिँ त्यहाँबाट निस्क्यौँ।